यहाँसम्म 2वटै हातहरू जलेको हो। त्यो चाहिँ म 2 वर्षको मात्र थिएँ। त्यो मलाई मेमोरी केही पनि छैन। मेरो लागि आमाले गरेको त्याग र मेहनतको अगाडि त त्यो केही पनि होइन भनेर मैले त्यो लगाइदिएँ। अनि त्यो सँगसँगै हाम्रो 2जना दाजुभाइ हो। दाइको पनि 2वटै हात भाँचिएको हो कि रुखबाट खसेर। पनि प्रब्लम हुन्छ कि स्किल टेस्टमा भन्ने लाग्थ्यो, तर त्यसले चाहिँ केही प्रब्लम नहुँदो रहेछ। कोरिया भाषा पढ्न त पास भएर अब यहाँ त दुःख छ। पास गरेरसम्म चाहिँ आइज। अब आएर दुःख छ, सकेनछ भने फर्केलास्। कमसेकम पढ्न त भनेर दाइले पनि सम्झाउनु भयो। त्यो म्याकबुकको पैसा चाहिँ मैले निकालिसकेको छु। एकदम मैले पनि आफूसँग जे छ त्यहीबाट स्टार्ट गरेको हो। अब अहिले चाहिँ मैले क्यामेरा किनौँ न त एउटा राम्रो भने मैले किन्न चाहिँ सक्छु, तर मलाई क्यामेरा चलाउनै आउँदैन के वास्तवमा भन्दा। अब मोबाइलबाटै काम चलिरहेको छ, भिडियो पनि राम्रै बनेको छ। अब त्यसमा कम्प्लेन गर्न पनि तेरो यो भिडियो चाहिँ यहाँ क्वालिटी भएन है भनेर भन्ने खालको भिडियो चाहिँ अहिलेसम्म बनेको छैन भनौँ न मेरो भ्यूमा। अब कहिलेकाहीँ नयाँ भिडियो झ्याप्प आइदिन्छ, अनि त्यो नहाली सुख पाइँदैन। अब आउने बित्तिकै झ्याप्प हाल्यो भने भ्यू पनि अलिकति जान्छ भन्ने पनि हुन्छ। अब आफ्नो स्वार्थ पनि हेर्नु पर्यो होइन। त्यति बेला चाहिँ यसरी गर्नु क्लास पाउनु सकिन्छ भनेर भिडियो बनाइयो, तर मैले 2 वर्ष भ्यालिडिटी सकियो मेरो आफ्नै क्लासको लागि। मैले 3चोटि 4चोटि प्रयास गर्दा पनि सकिनँ, अहिलेसम्म सकिएन। कोरिया बसाइको वास्तविकता, सङ्घर्षका विभिन्न पाटा, सफलताका सूत्रहरू र कन्टेन्ट क्रिएसन सम्बन्धी यात्राको बारेमा आज हामी खुलस तर गहिरो संवाद गर्नेछौँ। यदि तपाईँ पनि कोरियामा हुनुहुन्छ या कोरिया आउने सपना देखिरहनु भएको छ भने आजको यस कुराकानी तपाईँका लागि विशेष र प्रेरणादायी हुनसक्छ। म हुँ रोहित, तपाईँ हेर्दै हुनुहुन्छ कोरिया सेवा प्रेजेन्स के कास्ट, जहाँ हुन्छ रियल स्टोरी, रियल स्ट्रगल र रियल सक्सेसको कुराकानी। नमस्कार विष्णुजी। नमस्कार, स्वागत छ तपाईँलाई। धन्यवाद। कोरियामा अहिले निकै ट्रेन्डमा हुनुहुन्छ, निकै इन्फर्मेटिभ भिडियोहरू बनाउनु भएको छ, कस्तो महसुस हुँदैछ? हजुर ठिकै छ। यस्तो अब ट्रेन्डिङमै भन्दा पनि अब मैले चाहिँ अहिले यहाँ के आवश्यक छ त्यसैको खोजेर बनाएको। अब ठिक अब कसैलाई कति चाहिएको हुन्छ त्यही अनुसारको भ्यूहरू जाने हो के अरे, कस्तो कन्टेन्टहरू खोजिरहनु भएको छ। अब मैले त्यही अनुसारको अब सकेसम्म आफूले भ्याएसम्म खोजेर बनाएको छु। अब त्यस्तो पपुलरै भन्दा पनि ठिक जे होस्, मान्छेहरूले थोरै चिन्न थाल्नु भएको छ आजभोलि चाहिँ, त्यसमा खुसी लाग्छ। जस्तो खोजेर बनाएँ भन्नुभयो नि। हजुर। जस्तो कसरी थाहा हुँदो रहेछ यो चाहिँ चाहिएको कोरियामा, यो भिडियो बनाउँदाखेरि चाहिँ चल्छ, यो भिडियो बनाउँदाखेरि चाहिँ सबैलाई उपयोगी हुन्छ भनेर कसरी थाहा पाउने? यस्तो अब कुनैहरू चाहिँ अब कोरियाको रुल्सहरू दिनदिनै चेन्ज पनि भइरहेको हुन्छ होइन। त्यस्तो अवस्थामा न्यू नोटिसहरू आयो भने अब त्यो कन्टेन्ट बनाउन मिल्ने छ भने त्यसबाट पनि बनाउन सकिने भयो। अब होइन भने मेरा पुरानो भिडियोहरू छन् अब जसमा चाहिँ अब एउटा भिडियो बनाउँदा त्यहीँ कमेन्टहरू पनि आउँछ के, यस्तो प्रब्लम छ, त्यसको पनि एउटा भिडियो बनाइदिनु न भन्नुभयो भने अब मलाई पनि सबै कुरा त थाहा हुँदैन। त्यो कमेन्ट हेरेर कमेन्टमा कस्तो आएको छ त्यसमा मैले पनि खोज्नुपर्ने हुन्छ कि। फेरि त्यो कमेन्ट आयो भन्दैमा फेरि सबै मलाई त थाहा हुँदैन, के रहेछ त एकचोटि यसो हेरौँ न त भनेर हेरेर यस्तो रहेछ, अब यसको पनि बनाउन मिल्ने छ भने चाहिँ त्यसरी खोजेर बनाउने हुन्छ भिडियोहरू। के आवश्यकता छ भनेर म्याक्सिमम् कमेन्टहरूबाट हेरेर। तपाईँको भिडियोमा हेर्यो भने धेरै चाहिँ सबै जस्तो इन्फर्मेटिभ भिडियो छ नि त। हजुर। कोरियाको बसाइमा एकदमै सहयोगी उपयोगी हुने टाइपका जानकारीमूलक भिडियोहरू छन्। हजुर। सुरुवात चाहिँ म यस्तै भिडियो बनाउँछु भनेरै सुरु गर्नुभयो अथवा गर्दै जाँदाखेरि चाहिँ यहाँ आइपुग्यो? होइन, अब सुरुवातै मैले इन्फर्मेसनलाई नै दिन्छु भनेर चाहिँ बनाएको होइन। हजुर। अब कोरिया आउने बित्तिकै अब आफूसँग एउटा मोबाइल नै राम्रै थियो होइन। अब त्यो मोबाइल थियो, मोबाइल भएपछि अब बाहिर घुम्न नि गइन्थ्यो। भर्खर कोरिया आएको मान्छे अब अलिअलि इन्ट्रेस्ट नि लाग्छ नि त आफूलाई। अब घुम्न गइन्थ्यो, यसो फोटो भिडियो खिचिन्थ्यो होइन। त्यो फोटो कमसेकम युट्युबमा राख्यो भने उसमा नगए पनि एउटा सेभ त होला नि, भ्यूहरू नगए पनि भ्लगै बनाएर राख्यो भने त्यो फोटो त अब ग्यालरीमा राख्दा त अब स्पेस फुल हुन्छ, मोबाइल साटिन्छ क्यारिन्छ जान्छ नि त। अब कमसेकम युट्युबमा राखिदियो भने पपुलर भएन भने पनि त्यो एउटा हिसाबले सेभ त भयो नि युट्युबमा। हो त्यो होला भन्ने तरिकाले मैले स्टार्ट गरेको होइन। त्यसमा त्यो लगालग अब इन्फर्मेटिभ भिडियोहरू पनि
गराउँदै थिएँ मैले। अब नर्मल्ली काकाओ म्यापहरू हल्का हल्का त्यसरी सुरु भएको थियो। अनि त्यस पछाडि पछिल्लो समयमा चाहिँ अब इन्फर्मेसनको एउटा दुईवटा भिडियो राखे पछाडि त्यो रेस्पोन्सहरू राम्रो गयो नि त। अब त्यो राम्रो रेस्पोन्स गइसके पछाडि यसबाट चाहिँ हुने रहेछ है। अब मोनिटाइजेसन पनि गर्नुपर्ने थियो नि त मलाई त। अब पछिल्लो 1 वर्षभित्रमा 4000 घन्टा वाच टाइम भनेको त सानो कुरा होइन नि त। 4000 पुर्याउन त धेरै मेहनत लाग्छ नि त। अनि त्यसैको बिचमा चाहिँ मैले एउटा यो कोरियाको इपिएस आइडी हुन्छ के, त्यो इपिएस आइडी कसरी बनाउने त मैले चाहिँ पहिले बनाइसकेको थिएँ होइन। अब त्यो मैले पनि युट्युबबाट हेरेर बनाएको। सुरुमा त मलाई पनि त सबै कुरा त थाहा थिएन नि त। अब त्यो इपिएस आइडी मैले युट्युबमै हेरेर बनाएको हो। अब त्यो बनाउँदाखेरि यस्तो रहेछ, मैले नि एउटा स्क्रिन रेकर्ड राखिरहेको थिएँ। अनि त्यसैलाई गराउँ न त भनेर त्यसलाई काटछाँट गरेर, त्यति बेला त खासै जानिन्थेन होइन। अब अलिअलि गराएर बनाएको। अब इपिएस आइडी कसरी बनाउने भनेर भिडियो राखिसके पछाडि त्यो चाहिँ नर्मल्ली राम्रै रेस्पोन्स गयो के। अब 1 हप्तामै 1000 भ्यू जानु भनेको त मेरो लागि त धेरै माथिको हो नि। अरू त भिडियोमा अब 100-200 पनि मुस्किलले हेरिदिनु न मेरो भिडियो भनेर सेयर गर्नुपर्थ्यो के सबैलाई। पर्सनल प्रोफाइलमा गएर यो भिडियो हेरिदिनु है, लाइक गरिदिनु है, सब्सक्राइब गरिदिनु है भन्नुपर्थ्यो। अनि त्यस पछाडि मैले त्यो इपिएस आइडी कसरी बनाउने भनेर राखिसके पछाडि चाहिँ सब्सक्राइब पनि बढ्न थाल्यो के। अब वास्तवमा भन्दाखेरि अब मलाई एकजना दाइले भन्नुहुन्थ्यो कि अब तिमीले भिडियोहरू बनाउँदा चाहिँ यस्तो बनाऊ कि भाइ, सब्सक्राइब तिमीले माग्ने होइन, मान्छेले तिमीलाई सब्सक्राइब गरोस् के भनेर मेरो आफ्नो दाइले भन्नुहुन्थ्यो कि। हो है भनेर मैले त्यस पछाडि त्यो भिडियो बनाइसके पछाडि अनि सब्सक्राइबहरू पनि आउन थाल्यो। अनि त्यो इपिएस आइडीको बनाइसके पछाडि त्यहाँनिर चाहिँ प्रब्लम के रहेछ भन्दा मान्छेलाई इपिएस आइडी बनाउने भन्दा बिर्सेको धेरै हुँदो रहेछ कि। त्यो आइडी नै बिर्सेर ब्लक भएको। अनि कमेन्टमा चाहिँ सबैले इपिएस आइडी बिर्स्यो भन्न थाल्नुभयो। अनि त्यसको पनि मैले खोजेर भिडियोहरू बनाएँ। अनि त्यसरी बनाउँदै जाँदाखेरि अब नयाँ अब कोरिया सम्बन्धित रिलेटेड अब हाई कोरिया, सोसिनेटहरू त्यो एकदम इम्पोर्टेन्ट हुन्छ नि त यहाँको लागि। तिनीहरूको बनाउँदै जाँदाखेरि अनि भ्यूहरू पनि गयो। मेरो पछिल्लो समयमा मैले लगातार यस्तो इन्फर्मेटिभ भिडियोहरू हाल्न थाले पछाडि लगभग 2 देखि 3 महिनामा मेरो युट्युब मोनिटाइज भइसकेको थियो कि। अब त्यस पछाडि चाहिँ मैले इन्फर्मेटिभलाई नै कन्टिन्युटी दिन थालेँ। छोटो समयमा एउटा युट्युबमा चाहिँ एउटा सक्सेस भनौँ न, हजुर, आफ्नो एउटा टार्गेट पुरा गरेर युट्युबको एउटा क्राइटेरिया पुरा गरेर हजुर, तपाईँ त्यहाँसम्म पुग्नु भनेको एकदमै एउटा टाइमले पनि साथ दियो। हजुर, राम्रो। यो गाह्रो चाहिँ कहाँनिर भन्दाखेरि तपाईँले 3 महिनामा मोनिटाइज गरेँ भन्नुभयो नि, हजुर, रेगुलर यो इन्फर्मेटिभ। हजुर। अब यो नयाँ लाग्दाखेरि, नयाँ सुरु स्टार्ट गर्दाखेरि त 1-1.5 वर्ष पनि लाग्न सक्छ। लाग्छ होइन, मैले युट्युब खोलेको चाहिँ 1 वर्ष पछाडि मोनिटाइज भएको हो नि त। फेरि भिडियो इन्फर्मेटिभ हालेको पो 3 महिनामा मोनिटाइज भयो। मैले युट्युब त 1 वर्ष अगाडि नै खोलिसकेको थिएँ। त्यो मेरो त्यो इन्फर्मेटिभ भिडियोहरू हाल्नु अगाडि मेरो वाच टाइम भनेको जम्मा 250 घन्टा थियो के, जहाँ चाहिँ 4000 घन्टा हामीलाई चाहिन्छ। हजुर। अनि त्यस पछाडि भएको। सुरुमा आफूले भिडियो हाल्दाखेरि आफैले चाहिँ कतिचोटि हेरेर हेर्नुभयो, भ्युज कति पुग्यो, कति सब्सक्राइब पुग्यो भनेर दिनमै हेर्नुहुन्थ्यो अथवा घन्टै पछि हेर्नुहुन्थ्यो के? सुरुमा हेरिन्थ्यो। अब सुरुमा त वाच टाइम बढाउनको लागि भयो भने आफ्नो 2वटा जिमेल, 2टा मोबाइल हुन्छ नि त, त्यसबाट प्ले गरेर छोडिदिने पनि गर्थेँ होइन। अनि अब साथीहरूलाई भिडियो मात्रै भयो नि हेरिदिनु न भन्न नि पर्ने हुन्थ्यो। अनि त्यो सब्सक्राइबहरू पछि बढ्न थालेपछि चाहिँ जे होस् हेरिराख्न मन लाग्ने कि। अब सब्सक्राइब बढिरहेछ, अब वाच टाइमहरू बढिरहेछ भने यसो मिनेटमा त होइन, जे होस् घन्टामा चाहिँ चेक गरिराख्न मन लाग्ने। हजुर। अनि तपाईँले युट्युबमा, फेसबुकमा पनि अहिले मोनिटाइज भएको छ होइन? हजुर। फेसबुक, युट्युब, टिकटक तिनतिरै हुनुहुन्छ नि हजुर? हजुर। यसमा ग्रोथ गर्दाखेरि कम्पेरिटिभली कुनमा सजिलो रहेछ ग्रोथ गर्न? अब एकदम सजिलोको हिसाबले चाहिँ खोज्दाखेरि ग्रोथ गर्नलाई चाहिँ फेसबुकमा सजिलो छ, फेसबुक र टिकटकमा होइन। अब फेसबुकमा चाहिँ अब मोनिटाइज पाउनलाई एकदम गाह्रो। अब फेसबुकले यस्तो क्राइटेरिया भनेर छुट्याइदिन्न के। अब युट्युबहरूमा त अब 4000 पुर्याउनु मोनिटाइज हुन्छ, टिकटकमा 10,000 फलोवर पुर्याउनु मोनिटाइज हुन्छ होइन।
अब फेसबुकमा चाहिँ त्यो क्राइटेरिया यति नै भन्ने नि हुन्न। अब तपाईँसँग 1000 फलोवर छ भने नि मोनिटाइज भइराखेको आइडीहरू छन्। अब 20-25 हजार फलोवर भएको पनि मोनिटाइज नभएको आइडीहरू पनि छन्। अब फेसबुकमा चाहिँ अब तपाईँले कन्टेन्टलाई नै ओरिजिनल कन्टेन्टलाई कन्टिन्यू दिनुभयो भने उताबाट इन्भाइट आउने हो कि कन्टेन्ट मोनिटाइजेसनको लागि। अब त्यो इन्भाइट नआउँदासम्म चाहिँ गाह्रो हो होइन। अब इन्भाइट आइसके पछाडि चाहिँ एकदम सजिलो भनेको फेसबुक। अब अर्निङको हिसाबले अब अर्निङ पनि यस्तो हुन्छ फेरि अब कन्टेन्टमा अनि अडियन्सहरू कुन देशको छ, कस्तो टाइपको अडियन्सहरू छ त्यसमा पनि भर पर्छ। अब नर्मल्ली कुनै एउटा पोस्टमा मात्रै $9-10 नि आएको पोस्टहरू पनि फोटोहरू पनि हुन्छ भने अब कुनै 1-2 लाख भ्यू गएको पनि $1 पनि नआएको पोस्टहरू पनि हुन्छ। त्यस कारणले अब ग्रोथहरू गर्न अर्निङहरू गर्न चाहिँ मोनिटाइज भइसक्यो भने चाहिँ फेसबुकमा सजिलो होइन। अब टिकटकलाई चाहिँ एकदम टाइम बढी दिनुपर्ने हुन्छ। अनि युट्युबमा फेरि यस्तो छ, अब युट्युब भनेको चाहिँ तपाईँले आज भिडियो हाल्नुभयो नि, अब 1 महिनासम्म त्यसबाट अर्निङ हुँदैन, मानिलिउँ एकदम कमै हुन्छ। अब टिकटकमा भनेको भिडियो हालिसकेको अर्निङ भनेको म्याक्सिमम भनेको हालेको दिन र भोलिपल्ट 2 दिन मात्र हो, त्यस पछाडि अर्निङ हुने। अब त्यस पछाडि यो टिकटकको प्लेटफर्म कस्तो छ भन्दा छोटो समयको लागि एकदम रिच बढी जान्छ। अब त्यो एउटा भिडियो हालेको 3 दिनदेखि अरू त्यसको भ्यू जाँदैन के, भ्यू कम जान्छ। अनि त्यो 3 दिन पछाडिको भ्यूमा नि त्यति साह्रै पैसा आउँदैन। जति पैसा आउने भनेको अपलोड गरेको 2 देखि 3 दिनभित्रकोमा। अनि युट्युबमा चाहिँ के हुन्छ भन्दा हजुरले अपलोड गरिदिनु भयो, आज अपलोड गरिदिनु भयो, अब अहिले भ्यूहरू छैन, 1 महिनासम्म भ्यू छैन। अब युट्युबबाट सर्चमा गयो, अब सर्च गर्दा ठ्याक्क भेटियो र तपाईँको भ्यू जान थाल्यो भने चाहिँ युट्युबले पछिल्लो समयमा दिन्छ के, त्यस्तो छ। अब फेसबुक र टिकटक भनेको आजको आजै अर्निङ हुनेवाला भयो। युट्युब भनेको लङ टर्म सोच्नुहुन्छ भने चाहिँ युट्युबमा जानु पर्यो। अनि एज अ कन्टेन्ट क्रिएटर होइन, यो कन्टेन्ट भनेको चाहिँ के रहेछ? अब कन्टेन्ट मेरो बुझाइमा है, अब सबै व्यक्तिको बुझाइ फरक हुन्छ। अब कन्टेन्ट भनेको चाहिँ आफूले के दिन सकिन्छ त, आफूसँग के थाहा छ है। अब तपाईँहरूसँग मोबाइल छँदैछ होइन, मोबाइल छ, अब मोबाइलमा खिचेर एउटा भिडियो मात्रै बनायो, फोटो खिच्यो, त्यो पनि एउटा त कन्टेन्ट त हो नि। अब मोबाइल छ तपाईँसँग, तपाईँले के आउँछ, तपाईँले के सम्बन्धीको ज्ञान छ, अब राजनीतिक बहस गर्न सक्नुभयो, अब इन्फर्मेसन दिन सक्नुभयो, अब यो किचनकोहरू भयो, अब कमेडी भिडियोहरू, भ्लगहरू, जस्ट तपाईँले मोबाइल निकाल्नु, त्यसमा भिडियो खिचिदिनु र अपलोड गरिदिनु, त्यो मेरो बुझाइमा कन्टेन्ट, त्यो पनि कन्टेन्ट चाहिँ हो एउटा। अहिले यो कन्टेन्ट क्रिएसनका लागि नि नयाँ एआईहरूले कस्तो रोल खेल्ला, एआईबाट कन्टेन्ट बनाउनु अहिले त धेरै सजिलो, लगाव मान्छेमा हुनु पऱ्यो, त्यति नलेज पनि चाहिएन कि त्यो सम्बन्धी एआईलाई इन्स्ट्रक्सन दियो भने त्यहीँबाट नलेज लिएर कन्टेन्ट क्रिएसनमा कतिको सहज भएको छ एआईको युज? हजुर, अब एआई भएपछि एकदम धेरै। अब पहिला हामीले भिडियो एडिटहरू गर्नु पर्थ्यो, फोटो एडिट है, अब थम्बनेल युट्युबलाई नै तपाईँले भिडियो हाल्नुहुन्छ भने युट्युबलाई त थम्बनेल चाहिन्छ नि मुख्य कुरा। अब अहिले त एआईले थम्बनेल यस्तो यस्तो बनाइदिनु है भनेपछि ट्याक्क त्यही अनुसारको थम्बनेल आउँछ। अहिले चाहिँ एकदम सजिलो छ। अब भिडियोहरू एडिट गर्न नि त्यही अनुसारको एडिट नि भयो। अब तपाईँले कन्टेन्ट दिनुभयो भने त्यसैको भिडियो एआईले बनाइदिन्छ। अब अहिले त एकदम सजिलो छ पहिलाको हिसाबमा चाहिँ। अब आफूले त्यो एआई चलाउन जान्नु पऱ्यो होइन। अब एआई चलाएर सही सदुपयोग गर्न सकियो भने चाहिँ एआईले धेरै हेल्प भएको छ। अर्को कन्टेन्ट क्रिएटरहरूको लागि कोरिया बेसमा सोध्छु है तपाईँलाई, तपाईँ यतिको सब्सक्राइब भएको, युट्युबमा लगभग 23,000 सब्सक्राइब छ तपाईँको होइन, टिकटकमा पनि 60,000 लगभग फलोवर छ, फेसबुकमा पनि 14,000को आसपास, आज बढिसकेको लागि चाहिँ मैले हिजो हेरेको थिएँ 14,000 फलोवर हुनुहुन्छ। यति फलोवर्स यति सब्सक्राइब भएको मान्छेलाई आल्बा गर्न 1 घन्टा आल्बा गरौँ भन्दा फाइदा कि 1 घन्टा कन्टेन्टलाई दिउँ भन्दा फाइदा छ कम्पेयर गर्दाखेरि चाहिँ? अब मेरो हिसाबमा चाहिँ कन्टेन्टलाई फाइदा छ। अब किनकि अब मेरो बुझाइमा है, फेरि अब गालीहरू नगर्नु होला, अब आल्बा गर्न चाहिँ अब आफ्नो मेहनत होइन, यसमा पनि मेहनत चाहिँ छ। अब आफूले जान्यो र गर्यो भने चाहिँ आल्बामा चाहिँ अब आफ्नो बल पसिना बगाउनु पऱ्यो होइन। अब यसमा चाहिँ थोरै दिमाग लगायो, आफूले मेहनत गर्यो भने चाहिँ यसमा बढी फाइदा हुन्छ। अब आल्बा भनेको आज काम गर्नुहुन्छ, आज आउँछ, यो त हालिदिएपछि आज नआए नि भोलि पर्सि लगातार आइराख्ने हो नि त। अहिले पछाडि सोच्ने मान्छेलाई चाहिँ
यो ठिक भयो। आल्फा गर्नभन्दा त कन्टेन्ट क्रिएट गर्नैमा ठिक मान्छु मैले चाहिँ। कोरियामा प्रायः जस्तो अब सबैको मोबाइलमा तपाईँको भिडियोहरू पक्कै पनि पुग्यो होला नि, सबैले हेर्नु पनि भयो होइन। हजुर। तपाईँले बनाइसकेका भिडियोहरू युट्युबमा, फेसबुकमा, टिकटकमा चाहिँ अलरेडी हुँदै पनि त्यही भिडियो सम्बन्धी फेरि अब नबुझेर म्यासेजहरू आउने अथवा प्रत्यक्ष रूपमा चाहिँ मैले त्यो भिडियो हेरेर पनि बुझिनँ, मलाई सिकाइदिनु न भन्ने खालको म्यासेजहरू आउँछन् अथवा कुन टाइपका म्यासेजहरू चाहिँ आउँछन्? आउँछ त्यो म्यासेजहरू एकदम धेरै। अहिले त भनेको मान्छेहरूले के भन्दाखेरि भिडियो हेरिसक्यो, भिडियो हेर्ने टाइम छैन के, बिजी हो कि के हो थाहा भएन है। अब रिल्सहरू हेर्ने टाइम हुन्छ, आफ्नो लागि त्यो एउटा इन्फर्मेटिभ भिडियो 5 मिनटको हुन्छ, त्यो 5 मिनट फुल भिडियो हेर्नुहुन्न के। अब मैले त्यो भिडियोमा नै सबै के A to Z डिटेलमा, अब भर्खरै मात्र 1 हप्ता अगाडि भएको घटना के छ भन्दाखेरि अब मैले त्यो यो यनमल छङसानको एउटा भिडियो बनाएर राखेको थिएँ होइन। अब त्यसमा चाहिँ सबै गरिसकेपछि लास्टमा एउटा PDF फाइल डाउनलोड गर्नुपर्ने हुन्छ कि। अब त्यो डाउनलोड गर्दाखेरि आइफोनमा चाहिँ झ्याप ग्यालरीमा बस्दैन कि, माई फाइल्समा गएर उताबाट खोज्नुपर्ने हुन्छ, त्यो गाह्रो हुन्छ भनेर मैले त्यो कहाँ बस्छ भन्ने पनि सबै डिटेलमै त्यही भिडियोमा छ कि। अनि फेरि फोन गरेर म्यासेज गरेर मैले त्यो फाइल त डाउनलोड गरेँ, डाउनलोड गरेको फाइलै भेटिएन भनेर त्यो म्यासेजहरू आउँछ कि। अनि लगायत अन्य सबै भिडियोहरूमा सबै A to Z भनेको छ कि। त्यो एकदम कन्टिन्युअसली त्यो भिडियोलाई हेऱ्यो भने मलाई म्यासेज गर्न पर्दैन कि, आफैले सक्नुहुन्छ कि। अब म्यासेज गर्न त्यो मलाई म्यासेज गरेर मेरो रेस्पोन्स आउँदासम्म अहिले त एकदम म्यासेजहरू पनि अति नै धेरै आउँछ है। मैले कतिजनाको म्यासेजहरू रेस्पोन्स गर्न पनि पाएको छैन। अब कतिको चाहँदै पनि टाइम नभएर गर्न सकिँदैन। अब यस्तो सोध्नु हुँदो रहेछ कि फेरि अब म्यासेज गर्ने मान्छेले त उसको मात्रै गरेको देखिन्छ नि त। त्यस त उहाँको जस्तो प्रब्लम त धेरैजनाको हुन्छ नि त। त्यस कारणले म्यासेजहरू पनि डेली नै 100-200 म्यासेजहरू आउँछ। अब त्यसमा त अब आफ्नो काम गर्ने कि, अब कन्टेन्ट बनाउने कि, अब त्यसलाई म्यासेजको रिप्लाई गर्ने कि, अब उता घर परिवारलाई नि टाइम दिनु पऱ्यो, उता दिने कि के गर्ने त अब भन्नु न। अब कमसेकम त्यो म्यासेजहरू चाहिँ भिडियो मात्र फुल भिडियो हेरिदिनु भयो भने त्यो म्यासेज भनेको एकदम 50% नै घट्छ क्या, त्यो म्यासेज आउन घट्छ क्या। तर त्यो भिडियो हेर्दा पनि प्रब्लम सल्भ भएको छैन भनेर म्यासेज आउँछ। मैले कतिजनाको सल्भ पनि गरिदिएको छु। अब उहाँहरूले पनि धेरै नै खुसी हुनुहुन्छ कि सल्भ गरिदिँदा। त्यही उसमा मैले जोड्न चाहेँ है। कोही नि त तपाईँलाई यति 1-2वटा भिडियो बनाएर ठुलो पल्ट्यो यताउता भन्ने त्यस्तो म्यासेज गर्ने, रिप्लाई नगरेको भएर भएको छ कि छैन अहिलेसम्म? छ नि, त्यस्तो कति धेरै म्यासेजहरू आउँछ। तँ जान्ने भएको के भएको, रिप्लाई नदिने, सब्सक्राइब आयो भनेर ठुलो पल्टिने भनेर धेरै म्यासेजहरू आउँछन्। अब त्यसमा मैले सकेसम्म रिप्लाईहरू गरेको छु। आफूलाई थाहा भएकै कुरा भन्ने हो। थाहा नै छैन भने त मैले पनि मलाई पनि थाहा छैन है भनेर त्यति रिप्लाईसम्म दिन्छु। त्यति रिप्लाई गर्दै पनि अब 1-2जना हुनुहुन्छ ठुलो पल्ट्यो यस्तो गर्यो भन्ने हुनुहुन्छ। त्यहाँ कमेन्टहरू पनि कतिपय राम्रो पनि आउँछ, नराम्रो पनि आउँछ। अब लाइक पनि आउँछ, डिसलाइक पनि आउँछ, त्यो भइरहेको छ। अनि अस्ति तपाईँले फेसबुकमा पनि हाल्नुभएको थियो, तपाईँलाई निकै एप्रिसिएट गरेर नि तपाईँको भिडियोले गर्दाखेरि म निकै खुसी भएँ। कसले एकजनाले त तपाईँलाई 7 जुनीसम्म के लेख्नु भएको थियो है। र त्यस्तो कमेन्ट आउँदाखेरि चाहिँ कस्तो महसुस हुँदो रहेछ? एकदम खुसी लाग्छ नि। त्यस्तो आउँदा त झ्याप्प कमेन्टमा नोटिफिकेसन आउँछ, खोलेर हेर्दा ठ्याक्क यस्तो म्यासेज देख्दा त ट्याक्क स्क्रिनसट गरेर पोस्ट गरिहालौँ जस्तो लाग्ने कि। हजुर, कति कुराहरू गरेको छु। अब कतिपय त अब यस्तो हुन्छ फेरि कतिजनाले पहिला चाहिँ मलाई कमेन्ट गरिदिनु, सेयर गरिदिनु, लाइक गरिदिनु भन्नु पर्थ्यो है पहिला। अब अहिले त्यही कमेन्टहरू आएको छ, त्यसको रिप्लाई गर्न समेत सकिएको छैन कि। त्यसमा चाहिँ म तपाईँहरूसँग क्षमा माग्छु है। कस्तो अलिक ग्रोथ भइसकेपछि ग्रोथ भएकाहरूको यसो इन्टरभ्यूहरू हेर्दाखेरि के भन्नुहुन्छ भने त्यो फेज नै रमाइलो थियो हौ, मलाई सब्सक्राइब गर्दैन। सुरुको जति बेला सङ्घर्ष गर्दै थिएँ म, सङ्घर्षको फेज धेरै रमाइलो थियो। मलाई सब्सक्राइब गर्दैन, मेरो भिडियो हेर्दैन भन्दाखेरि रमाइलो लाग्थ्यो। अहिले त कति अब रेस्पोन्स दिन पाइएको छैन, त्यति बेलाको रमाइलो हुन्थ्यो भन्नुहुन्छ कि कतिपय क्रिएटर। तपाईँले चाहिँ कस्तो लाग्छ? मलाई नि त्यही हो। अब सुरुमा चाहिँ कसरी हुन्छ आफ्नो ग्रोथ गरौँ भन्ने लाग्थ्यो है।
अब अहिले ग्रोथहरू पनि भएको छ। अब त्यसरी आफूले रेस्पोन्स दिन पाए छैन। लगभग सकेसम्म चाहिँ मैले गरिराखेको छु। त्यसमा खुसी लाग्छ। अब एउटा अलि अलग प्रसङ्ग जोडौँ होला। तपाईँको अलि समय अगाडि यहाँ कोरिया बसेर आमालाई के सुनको के गहना लगाइदिनु भएको थियो होइन? त्यति बेला निकै ठुलो भाइरल भएको थियो नि त्यो भिडियो। त्यसको बारेमा थोरै भनिदिनु न, कस्तो के थियो घटनाहरू? त्यो चाहिँ ठ्याक्कै आज यो भिडियो अपलोड हुँदासम्म 1 वर्ष हुन्छ होला ठ्याक्क है। म ठ्याक्क अब त्यति बेला म नेपाल गएको थिएँ। अनि नेपाल गएको बेलामा चाहिँ अब बाबाआमाले मेरो लागि कति दुःख गर्नुभयो, त्यो त मेरो लागि केही पनि होइन। अब भन्दाखेरि मैले छुट्टै एउटा प्रसङ्ग नि जोडेँ है। मेरो यो 2वटै हातहरू जलेको हो कि म 2 वर्षको हुँदा। हजुर, यहाँसम्म 2वटै हातहरू जलेको हो। त्यो चाहिँ म 2 वर्षको मात्र थिएँ। त्यो मलाई मेमोरी केही पनि छैन। यस्तो थियो अरे, यस्तो भएको अरे भनेको मम्मीले दाइहरूले भनेको मैले सम्झिन्छु होइन। अब त्यस्तो दुःख भयो। अब घर परिवारको अवस्था पनि त्यस्तै नाजुकै थियो। अब बुबा हुनुहुन्थ्यो, हामी 4 जना हो दाजुभाइ, दाइ, 2 जना दिदी, म। अब बुबाको त्यो दुःख देख्दा पनि मलाई आँसु आउँछ कि त्यत्रो 4 जना छोराछोरीलाई अब विदेशै नगए कि हाम्रो अङ्कल ठुलो बाबाहरू चाहिँ बाहिर विदेशसम्म चाहिँ जानुभएको थियो। हाम्रो बाबा त विदेशै नगइकन नेपालमै बसेर अब त्यहाँ माथि पढेको मान्छे, अब सरकारी जागिरे भए छुट्टै कुरा हुन्छ। अब कको अक्षर नचिनेको मान्छे है। अब वास्तवमा भन्दा उहाँले हामीलाई यहाँसम्म पुर्याउनको चाहिँ त्यो पहरो फरेर के अब एक हिसाबले भन्दा ज्याला मजदुरी गरेर यहाँसम्म पुर्याउनु भएको हो। त्यसको लागि मैले त्यो गरेको त केही नि होइन। अब मैले अझै पहिला नै यो आमालाई दिनु अगाडि नै म कोरिया आइसके पछाडि लगभग कोरिया आएको 1-2 महिनामा चाहिँ मैले बाबालाई एउटा 2 तोलाको औँठी पनि बनाइदिएको छु के। अब बाबाको चाहिँ एकदम रहर के, म मरिन्जेलसम्म नि त्यो हातमा औँठी चाहिँ लगाइराख्ने है। म जुन दिन मर्छु त्यो दिन बरु छोराहरूले निकाल्लान्, मैले त्यतिन्जेलसम्म चाहिँ यो औँठी खोल्दिनँ भन्नुहुन्थ्यो कि। अनि त्यो सम्झेर मैले बाबालाई नि 2 तोलाको औँठी बनाइदिएको छु। अनि त्यस पछाडि म नेपाल गएँ। नेपाल जाँदाखेरि अब आमालाई नि गएर बोलाएँ। अनि त्यस पछाडि मैले यहीँ कोरियामै हुँदा त्यो चाहिँ 13 तोनको सिक्री हो क्या, लगभग 4 तोलाको हो। अनि वहाँ गएँ, आमालाई त्यति चाहिँ गर्नुपर्छ है, मेरो लागि आमाले गरेको त्याग र मेहनतको अगाडि त त्यो केही पनि होइन भनेर मैले त्यो लगाइदिएँ। अनि त्यो सँगसँगै हाम्रो 2 जना दाजुभाइ हो। दाइको पनि 2वटै हात भाँचिएको हो कि रुखबाट खसेर। दाइलाई त बाँच्छ भनेकै होइन कि कसैले पनि। त्यस्तो हुँदाखेरि हजुर, अब त्यो दाइको हात भाँचिँदा नि मेरो हात जल्नु अगाडि हो कि पछाडि हो दाइको हात भाँचिएको चाहिँ त्यो मलाई अहिले ठ्याक्कै नलेज भएन होइन। त्यो म सानै थिएँ कि, त्यो पनि अलिअलि याद आउँछ। अनि त्यो हुँदाखेरि दाइको यस्तो भएको भनेर बाबाले गरेको त्यो दुःखको लागि है, अब 2 जना छोराहरू त्यस्तो हुँदाखेरि अब त्यो ज्याला मजदुरी, अब गाउँमा के हुन्थ्यो काम, त्यही कुटो खन्ने जोत्ने त्यस्तै त हो नि। त्यो गरेर पनि हामीलाई यहाँसम्म पुर्याइदिनु भयो। त्यसको लागि म एकदमै बाबाआमाप्रति चाहिँ आभारी छु। कोरोनाले तपाईँलाई यहाँ कोरिया आउनु पनि रोको भन्नुभएको थियो है? कोरोना कति सालमा आउनुभएको अरे कोरिया? म पासर चाहिँ 2019 हो। अनि त्यति बेला चाहिँ हाम्रो अझै एउटा अर्को के थियो भन्दा स्किल टेस्ट ठ्याक्कै 19बाट सुरु भइदिएको थियो कि। अब स्किल टेस्ट, त्यहाँ माथि कोरोना। अनि त्यहाँ माथि चाहिँ अब स्किल टेस्टमा त मेरो त अलि हाइटहरू सानो त्यस्तो छ नि, सबैले यो त जान्न स्किल टेस्टमा फालिदिन्छ यसलाई भन्नुहुन्थ्यो। तर पनि म कन्टिन्युअसली दिन्थेँ। अनि यहाँनिर यो हातको पनि प्रब्लम हुन्छ कि स्किल टेस्टमा भन्ने लाग्थ्यो, तर त्यसले चाहिँ केही प्रब्लम नहुँदो रहेछ। अब जसो तसो यहाँ आइयो। मलाई यहाँ कोरियासम्म लिएर आउन पनि दाइको ठुलो हात छ। अब दाइले यस्तो गर्न त, अहिले दाइ र म एउटै कम्पनीमा नि छौँ, सँगै काम गर्छौँ, सँगै बस्छौँ होइन। अब दाइले कोरिया पढ्न त अब म +2 पढेर ब्याचलर पढ्दै थिएँ। अब त्यति बेला के गर्ने त, अब भविष्यमा केही त गर्नु पऱ्यो भनेर सोचिरहँदाखेरि अब दाइले कोरिया पनि राम्रै छ, कोरिया भाषा पढ्न त पास भएर अब यहाँ त दुःख छ।
पास गरेरसम्म चाहिँ आइज, अब आएर दुःख छ सकेनछ भने फर्केलास्, कमसेकम पढ्न त भनेर दाइले पनि सम्झाउनु भयो। पछाडिबाट दाइले पनि धेरै ठुलो हेल्प गर्नुभयो। त्यस कारणले म अहिले 19 को पासर हो, तर कोरिया चाहिँ म 2022 को 8औँ महिनातिर आएको, लगभग 23 लाग्दा आएको भनौँ न। तपाईँ कोरिया आएर पनि त्यति लामो समय नहुँदै होइन अरूलाई जानकारी दिनपट्टि लाग्नुभयो, इन्फर्मेटिभ भिडियोहरू बनाउन। यो सुरुमा पक्कै पनि यो इन्फर्मेटिभ भिडियोहरू बनाउन त धेरै गाह्रो नै हुन्छ भनौँ न, जानकारी पनि आफूलाई पनि थाहा हुनु पऱ्यो, त्यो माथि कम्प्युटर सम्बन्धी भिडियो एडिटिङ सम्बन्धी नलेज हुनु पऱ्यो होइन। यो पहिले नेपालमा पनि यो भिडियो एडिटिङहरू गर्नुहुन्थ्यो अथवा कस्तो थियो? यस्तो मैले यसमा चाहिँ नेपालमा भिडियो एडिटिङ त मैले युट्युबबाट हल्का सिकेको थिएँ, युट्युबबाट हेरेर। मैले यो ग्राफिक डिजाइन चाहिँ नेपालमा गरेको थिएँ, मैले सिकेको पनि थिएँ फोटोसपहरू। अनि यो छापाखाना हुन्छ नि प्रिन्टिङ प्रेस, त्यसमा लगभग मैले 1-1.5 वर्ष काम गरेको थिएँ। त्यसमा चाहिँ मलाई यो ग्राफिक डिजाइनको फोटोसपहरू, अब डिजाइनिङहरू त्यसको बारेमा राम्रै जोस् ठिकै आफूलाई काम लाग्नेसम्मको नलेज थियो। त्यसले गर्दाखेरि यहाँ कोरिया आइसके पछाडि पनि अब भिडियो एडिटिङ त युट्युबबाटै सिकियो। अनि त्यो थम्बनेलहरू बनाउनको लागि त्यो मैले पहिला गरेको कामले हेल्प गर्यो। र मेरो चाहिँ अब यो युट्युबहरू राम्रोसँग ग्रोथ हुनुको पछाडि पनि त्यो पहिलाको मेहनत के जुन ग्राफिक सिकेको थिएँ नि त मैले, हो त्यसले पनि यो ग्रोथ हुनमा धेरै ठुलो हेल्प गरेको छ। हामीले हेर्दा पनि तपाईँको जुन थम्बनेलको डिजाइन स्टाइल छ होइन, हजुर, त्यो अरूभन्दा अलिकति फरक टाइपको। थम्बनेल हेरेपछि पनि भिडियो हेरौँ न, र भिडियोको आधा जस्तो चाहिँ थम्बनेलले नै बोलेको बताइसकेको, यो भिडियोमा चाहिँ यस्तो छ भन्ने कुरा थम्बनेल हेऱ्यो भने पनि देखिने टाइपको छ। अलिकति यो भिडियोहरू बनाउँदाखेरि थम्बनेल बनाउने आइडिया के हुनसक्छ? जस्तो अब नयाँ मान्छेहरूले बनाउँदाखेरि त ग्रोथ भनेको त भिडियो हेरिदिनु पऱ्यो, त्यसको लागि चाहिँ कस्तो खाले थम्बनेल बनाउँदाखेरि चाहिँ के कुरा चाहिँ पहिला सोच्नु पर्दो रहेछ, कसरी डिजाइन बनाउनु पर्ने हुन्छ? अब यो थम्बनेल बनाउँदा चाहिँ अब टपिक के छ, भिडियोको टपिक के छ, त्यसैलाई रिलेटेड त्यति साह्रै धेरै टेक्स्टहरू मात्रै राखेर पनि थम्बनेल खासै राम्रो बन्दैन होइन। टेक्स्ट चाहिँ सकेसम्म थोरै, अनि त्यसमा अब राख्नुपर्ने कुराहरू ब्याकग्राउन्डमा के हुन्छ, अब त्यो भिडियो सम्बन्धीको टेक्स्टहरूलाई पनि एकदम क्लियर तरिकाले राख्नु पऱ्यो होइन। अब कन्ट्रास्टहरू, ब्राइटनेसहरू सबै के, अब स्ट्रोकहरू कसरी राख्ने, अब कलरहरू मिलाउनु पऱ्यो कि। अब विशेष गरी एकदम धेरैजनाले मिस्टेक गर्ने भनेको यो कलरमा के। अब ब्याकग्राउन्ड ब्ल्याक कलर छ भने त्यसमा व्हाइट लेख्यो भने गाढा देखिन्छ नि त। अब ब्ल्याक पनि डार्कै कलर भयो, अब रेड पनि अलि डार्कै हुन्छ नि त, ब्ल्याकमा रेड त देखिँदैन। त्यसरी त्यो कलरहरू मिलाउन नसक्दा पनि थम्बनेल राम्रो बन्दैन के। त्यस कारणले फर्स्टमा चाहिँ यो कलरहरूको बारेमा सुरुमा चाहिँ तपाईँहरूले ग्राफिकै सिक्दा राम्रो हुन्छ कि। फोटोसप युट्युबमा जति पनि भिडियोहरू भेटिन्छ, अब सकेसम्म चाहिँ फर्स्टमा फोटोसप सिक्नुभयो भने चाहिँ युट्युबहरूमा ग्रोथ गर्नको लागि, थम्बनेलहरू डिजाइन गर्नको लागि एकदमै धेरै हेल्प हुन्छ। जस्तो थम्बनेल बनाउन तपाईँले सबै फोटोसपबाटै गर्नुहुन्छ अथवा आजभोलि त एआई टुलहरू पनि छन् होइन? हजुर, यो कतिको फोटोसप मात्रै बेस गर्नुहुन्छ कि मिक्स गर्नुहुन्छ? मैले अहिलेसम्मको भिडियोहरूमा चाहिँ सबै फोटोसप मात्रै गरेको छु। मैले अहिलेसम्म एआईको युज गरेको छैन। पछिल्लो समय मैले 2वटा जस्तो एआईबाट बनाएको राखेको थिएँ, तर एआईले मात्रै बनाएको राखेर पनि हुन्न, त्यसलाई आफूले नै मिलाउनु पर्छ कि। अब एआईहरूले बनाउनु त चाहिँ बनाउँछ, त्यो नेपाली टेक्स्टहरू त्यति साह्रै राम्रो बनाउँदैन कि। अब एआईले बनाएको थम्बनेललाई आफूले अलिअलि मिलायो भने चाहिँ राम्रो बन्छ। तर मैले यसो बुझ्दाखेरि यो एआईले बनाएको थम्बनेल खोइ मेरोमा मात्र रिच नभएको कि के हो थाहा भएन। तर मैले फोटोसपबाट बनाएर राख्ने थम्बनेलहरू भन्दा त्यो एआईले बनाएको थम्बनेल राख्दाखेरि चाहिँ अलि रिचहरूमा डिफेक्टेड अलि कम भएको हो कि मलाई फिल भएको चाहिँ त्यस्तो छ है। जस्तो तपाईँले कमाइको कुरा गरौँ थोरै, अब जुन भिडियोहरू बनाउनुहुन्छ, हजुर, कमाइको हिसाबले कतिको सन्तुष्ट हुनुहुन्छ होइन? अनि त्यसमा लागेको मेहनत कतिको छ? एउटा भिडियो बनाउन कति समय खर्चिनुपर्छ? हजुर, यो पछिल्लो समयमा जे होस् राम्रै छ। अब खुसी नै छु। मेरो मेहनत, मैले जति मेहनत यसको लागि गरेको छु नि त, त्यो अनुसारको फल दिएको छ, त्यस्तो नराम्रो छैन। अब जस्तो कि कुनै एउटा भिडियोलाई नर्मल्ली
एकदम कन्टिन्युअसली लाग्यो भने 3 देखि 5 घन्टा कन्टिन्युअसली लाग्यो भने है लगभग 10 देखि 15 मिनटको भिडियोलाई कन्टिन्युअसली लाग्यो भने अब मेरो फेरि अब इन्फर्मेटिभहरू छ त्यसमा सबै स्क्रिन रेकर्ड राख्नु पऱ्यो, अब फोटोहरू एड गर्नु पऱ्यो, त्यहाँनिर स्टिकरहरू राख्नु पऱ्यो। अब त्यहाँ माथि इन्फर्मेटिभ चाहिँ एकदमै के भन्छ यो सेन्सिटिभ कुरा भयो के। त्यहाँनिर चाहिँ अब आफ्नो इन्फर्मेसन सबै नाम नम्बर फोन नम्बरहरू पनि राखेको हुन्छ, त्यसलाई ब्लर गराउनु पऱ्यो, छोप्न पऱ्यो है। हो त्योहरूले गर्दाखेरि चाहिँ अलिक यो इन्फर्मेटिभमा एडिट गर्न चाहिँ अलिक बढी नै टाइम लाग्छ कि। जस्तो एडिट गर्ने कुरा गर्नुभयो नि, हजुर एडिट गर्न चाहिँ कम्प्युटरको सहायताले गर्नुहुन्छ अथवा मोबाइलको सहायता? मैले त कम्प्युटर नै हो। अब यो कम्प्युटरकोमा पनि मैले एउटा छोटो प्रसङ्ग जोडेँ। मैले आजभन्दा यो 3 वर्ष अगाडि मैले युट्युबै नखोल्दा चाहिँ मैले ठ्याक्कै 35 लाख वोन के नेपाली 3.5 लाखको त्यति बेला चलेको म्याकबुक M2 प्रो थियो। M2 प्रोको 16 इन्चको के। अब नर्मल्ली मान्छेहरूले 14 इन्चको किन्छन् होइन सानो। अब मलाई चाहिँ यो चाहिँ ग्याजेटहरूमा चाहिँ एकदम इन्ट्रेस्टेड के। पहिलेदेखि मोबाइलहरू म नेपालमै हुँदा पनि अब फोनहरू जुन सामसुङको नयाँ फोन आउँछ, आइफोनहरू रिलिज हुन्छ नि, म 11-12 पढ्दाखेरि त्यति बेला आइफोन 6, 7हरू रिलिज हुन्थ्यो कि। अनि त्यति बेला ओहो मेरो मोबाइलमा आफ्नो फोटोभन्दा त्यो आइफोनहरूको सामसुङहरूको नयाँ फोन अब वाचहरू एप्पल वाचहरू चलेको थियो नि त्यति बेला, अहिले पनि चले हो, तिनीहरूको फोटो बढी सेभ हुन्थ्यो के। अनि मलाई लाग्थ्यो अब कसैसँग मागौँ भन्दा पनि झ्याप्प नसकिने है। दाइ पनि हुन त कोरिया नै हुनुहुन्थ्यो, दाइलाई नै ल मलाई आइफोनै चाहियो भनेर झ्याप्पै भन्न पनि सकिएन। अनि दिदी पनि दुबईमा हुनुहुन्थ्यो। त्यति बेला मैले एउटा अर्को कुरा नि जोडेँ। म त्यही 11-12 पढ्दाखेरि नै मैले यो जियोनी भन्ने थियो फोन, त्यसको राम्रै फोन किनेको थिएँ कि। अनि त्यति बेला दिदीले फोन साटौँ भाइ, म तँलाई दुबईको अस्ति आइफोन X पठाइदिन्छु भन्नुभयो कि। त्यति बेला चलेको X थियो कि त्यति बेला चाहिँ, आइफोन X पठाइदिन्छु भाइ आइज साटौँ भन्न। हुन्छ साट्छु। अब दिदीले नपठाइदिए पनि मैले दिनदिनै म्यासेज गर्छु मलाई आइफोन चाहियो 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 भनेर म्यासेज गरेर भए पनि एउटा आइफोन चाहिँ दिदीसँग निकाल्छु भन्ने तरिकाले मैले त्यति बेला साटेको थिएँ है। अनि पछि चाहिँ अब त्यस्तै त हो नि, बाहिर सबैलाई सजिलो त हुन्न नि। अब आफू यहाँ आएपछि नि बुझियो के रहेछ, पैसा कमाउनु कस्तो रहेछ भन्ने बारेमा बुझियो। अनि सुरुमा त दिदीलाई दिनदिनै प्रेसरहरू पनि दिन्थेँ, पठाइदिनु न भनेर। अनि त्यस पछाडि पछि चाहिँ भयो यो भनेको चाहिँ यो ग्याजेटहरू यस्तो महँगो चिज चाहिँ माग्ने होइन त, बरु सकिन्छ भने आफैले कमाएर किन्ने रहेछ भन्ने लाग्यो। अनि त्यस पछाडि चाहिँ मैले छोडेँ। कोरिया आउने बित्तिकै मेरो फर्स्ट स्यालेरीले चाहिँ 2.5 लाख वोनको आइफोन किनेको हो। अनि त्यस पछाडि दोस्रो स्यालेरीले फेरि मैले दाइलाई आइफोन किनिदिएको छु एउटा। दाइले पनि मेरो लागि धेरै गर्नुभएको छ नि त, यहाँसम्म पुर्याउन पढाउनु भयो। अब बाबा पछाडिको खम्बा त दाइ हो नि त। अब बाबाको ब्याकग्राउन्ड कम भए पनि दाइ 2013-14मा कोरिया आउनुभएको थियो। दाइ कोरिया आएपछि चाहिँ जे होस् हामीलाई धेरै नै ग्रोथ गर्न सजिलो भयो नि त। त्यस कारणले दाइलाई पनि मैले एउटा आइफोन किनिदिएँ। मेरो लगभग पैसा त यो पछिल्लो 1 वर्षको पैसा त यही मोबाइल म्याकबुक किन्दै गएको छ कि। अब आइफोनै 2टा किनियो मलाई र दाइलाई, अनि 3.5 लाखको म्याकबुक M2 प्रो किनेको हो। अनि मैले त्यो भिडियो एडिटिङ अहिलेसम्म पनि त्यही M2 प्रोबाटै गरिराखेको छु। त्यसको पर्फर्मेन्सहरू चाहिँ एकदम बवालै छ कि। मैले त्यति बेला त्यो पैसा हालेको पैसाले लगभग अब हिसाबै गर्दा त्यो म्याकबुकको पैसा चाहिँ मैले निकालिसकेको छु। एकदम सन्तुष्टि छु। एप युज केबाट युज गर्छु? मैले एडिटको लागि चाहिँ प्रिमियर प्रो नै युज गर्छु, एडोबीको प्रिमियर प्रो। अहिले त अब डाभिन्ची रिजल्भहरू धेरै सफ्टवेयरहरू आएका छन्। अब मेरो पहिल्यैदेखि हातै त्यसमा बसिसक्यो कि। अब नयाँ कुरा सिक्न भन्दा बरु त्यो सिक्ने टाइमसम्म मैले अर्को कन्टेन्ट बनाउन सक्छु भन्ने लाग्यो कि। त्यस कारणले मैले त्यसैलाई कन्टिन्युटी दिइराखेको छु। कुन क्यामेरा युज गर्नुहुन्छ अहिले? क्यामेरा त मैले अहिलेसम्म माइक्रो क्यामेरा चाहिँ मैले अहिलेसम्म किनेको छैन, त्यही आइफोन हो। आइफोन र म्याक चाहिँ वेब क्याम म्याकमा कनेक्ट हुन्छ। आइफोनलाई ट्याक्कै एउटा स्ट्यान्डमा राख्ने। मैले यो क्यामेराहरूमा चाहिँ खर्च गरेको छैन। अहिलेसम्म मेरो जति पनि भिडियोहरू बनेका छन् लगभग 220-30वटा भिडियो पुगिसक्यो।
त्यो सबै आइफोनबाटै खिचेका भिडियोहरू हुन् अनि रेकर्ड पनि विथआउट माइक हो। यो त तपाईँको एउटा प्लस पोइन्ट देखियो कि राम्रो क्यामेरा चाहिने, राम्रो सबै थोक मिलेको हुनुपर्ने भन्ने तपाईँले आफ्नै एउटा मोबाइलले पनि यति धेरै सब्सक्राइबर यति प्रगति गर्न सकिने रहेछ नि भने त्यो त प्रेरणा पनि भयो कि एउटा। हो जस्तो भनौँ न भर्खरै अब नयाँ लाग्नेहरूलाई चाहिँ क्यामेरा लिएर युट्युब सुरु गर्नुपर्छ भन्ने भएन नि त, आफूसँग भएको मोबाइलले नै गर्दा पनि त हुँदो रहेछ होइन? हुन्छ। अब कन्टेन्टहरू बनाउन चाहनुहुन्छ भने सुरुमै ठुलो खोज्ने होइन कि, मैले पनि आफूसँग जे छ त्यहीबाट स्टार्ट गरेको हो। अब अहिले चाहिँ मैले क्यामेरा किनौँ न त एउटा राम्रो भने मैले किन्न चाहिँ सक्छु, तर मलाई क्यामेरा चलाउनै आउँदैन कि वास्तवमा भन्दा। अब मोबाइलबाटै काम चलिरहेको छ, भिडियो पनि राम्रै बनेको छ। अब त्यसमा कम्प्लेन गर्न पनि तेरो यो भिडियो चाहिँ यहाँ क्वालिटी भएन है भनेर भन्ने खालको भिडियो चाहिँ अहिलेसम्म बनेको छैन भनौँ न मेरो भ्यूमा। अब कमेन्टहरू पनि आउँछ, त्यसमा नि त्यस्तो कमेन्टहरू चाहिँ आएको छैन। अब मैले क्यामेरा बिना पनि यति गरेको छु भने अब क्यामेरा मात्रै किनेर पनि त्यसलाई चलाउन जानिएन, युज गर्न जानिएन भने त त्यसले अर्थ भएन नि त। त्यस कारणले मैले अहिलेसम्म सबै भनेको मोबाइलबाट, मोबाइल र म्याक। मेरो म्याक चाहिँ राम्रो छ, एडिटिङको लागि प्रोसेसरहरू राम्रो छ, त्यस कारणले एकदम सजिलो भएको छ। सजिलै बुझ्दाखेरि चाहिँ अब यो फिल्डमा लाग्दाखेरि त्यो हामीसँग ग्याजेट भन्दा पनि कन्टेन्ट चाहिँ बलियो हुनु पर्यो। हजुर हो, एकदम कन्टेन्टलाई चाहिँ विशेष प्रायोरिटी दिन पर्यो। अब कन्टेन्ट त्यही अनुसारको भिडियोहरू, अब भिडियो एडिटमा पनि अलिकति मिहिनेत गर्नुपर्छ कि, त्यो बुझाउँदा पनि एकदम डिटेलमा बुझाउनुपर्छ कि। मैले लगभग सबै भिडियोमा एकदम डिटेलली नै एकदम पोइन्ट बाई पोइन्टै गरेर बुझाइदिएको छु। यति गरेर बुझाउँदा पनि अझै कति म्यासेजहरू आउँछ। अब त्यहाँ म्यासेजहरू पनि आएको छ कि कतिपय मैले युट्युबमा धेरैजनाको भिडियो हेर्छु, अब बिचबिचको पार्टै भेटिँदैन कि, त्यो स्किप गरेर हाल्नुहुन्छ अथवा एडिट गर्न नजानेर पनि होला। अब कसैको समस्या त्यो पनि हुन्छ नि त, बुझाउन चाहेर पनि अब एडिट गर्न राम्रोसँग नजान्ने पनि हुनुहुन्छ, त्यो एडिट गर्न नजानेर पनि त्यो पार्टहरू छुटेको नि हुनसक्छ। अब मैले चाहिँ अब मै जान्ने छु, मभन्दा कोही जान्ने छैन भन्न खोजेको पनि होइन। कतिपयको चाहिँ अब सिक्दै हुनुहुन्छ, म पनि सिक्दैछु, त्यसमा कमजोरीहरू हुन्छ। अब मैले पनि सबै राम्रो गरेको चाहिँ छैन, जे होस् आफूले सके जति चाहिँ गरेको छु। कम्पनीमा काम गरेको पैसालाई यताको पैसाले जित्दो रहेछ अथवा कस्तो हुँदो रहेछ? यस्तो हुन्छ, अब मेरो अहिलेसम्म त जितेको छैन होइन। अब मैले यही अनुसार कन्टिन्युटी यसलाई नै दिने हो भने चाहिँ अब एउटा मात्रै प्लेटफर्मबाट चाहिँ होइन, अब सबै चारैतिरबाट फेसबुक, युट्युब, टिकटक जतासुकैबाट गर्दाखेरि चाहिँ अलि मेहनत चाहिँ टन्नै दिनुपर्छ, टाइमै यसैलाई दिनुपर्ने हुन्छ। एकदम दियो भने चाहिँ जित्न सकिन्छ है, तर मेहनत चाहिँ गर्न पर्यो। अब कन्टेन्ट सबै कुरामा भर पर्छ। जस्तो अहिलेको यो पछिल्लो समयलाई कुरा गर्दाखेरि तपाईँको दिनमा कति समय जति चाहिँ तपाईँले यो फिल्डमा दिइराख्नु भएको छ अथवा विकली बेस दिनुहुन्छ? यो त मैले यस्तो दिनदिनै हुन्छ मेरो। अब कम्पनीको काम भनेको मैले लगभग ओभर टाइम गरेर 9 घन्टा गर्छु होइन। अब 9 घन्टा बाहेक मेरो युट्युबलाई भनेको नर्मल्ली 5-6 घन्टा दिन्छु। म बेलुका त्यही 11 देखि 12 बजे सुत्छु होइन, बिहान 6-6:30मा उठ्ने हो। त्यो बिचको टाइम चाहिँ अब कम्पनीको काम बाहेक अरू टाइम चाहिँ म कहिलेकाहीँ त अब यो जस्तो कि हाम्रो 12 देखि 1 खाना खाने टाइम हुन्छ नि, त्यो टाइममा पनि एडिट गर्नुपर्ने हुन्छ कि। कहिलेकाहीँ नयाँ भिडियो झ्याप्प आइदिन्छ अनि त्यो नहाली सुख पाइँदैन। अब आउने बित्तिकै झ्याप्प हाल्यो भने भ्यू पनि अलिकति जान्छ भन्ने पनि हुन्छ। अब आफ्नो स्वार्थ पनि हेर्नु पर्यो होइन, अब अरूलाई पनि बुझाइदिन पनि पर्यो। त्यसले गर्दा कहिलेकाहीँ चाहिँ अब रातभरि नसुती पनि एडिट गर्नुपर्छ, 12 बजे पनि एडिट गर्नुपर्छ। अब कहिलेकाहीँ चाहिँ झ्याउ लाग्यो भनेर आजभोलि त एकदम के एडिट गर्न, भिडियो रेकर्ड गर्न चाहिँ समस्या छैन, एडिट गर्न अल्छी लाग्ने के। अनि एउटा रमाइलो जोड्न चाहेँ, तपाईँले यो इन्फर्मेसनहरू अब ग्यादर गरेर भिडियो बनाउनुहुन्छ होइन, आफैले भिडियो बनाउनुहुन्छ। अब भिडियो बनाउँदाखेरि त इन्फर्मेसन ग्यादर गरिएको हुन्छ, पछि आफैले काम गर्नु पर्दाखेरि पनि बिर्सिने त्यस्तो समस्या चाहिँ हुन्छ कि हुँदैन? हुन्छ, कतिपय कुराहरू चाहिँ मैले बिर्सेर त्यही मेरो भिडियो हेर्नुपर्छ क्या। अनि त्यहाँनिर सोध्नुहुन्छ यस्तो यस्तो प्रब्लम आयो भन्नुहुन्छ, अनि त्यो कहाँनिर प्रब्लम रहेछ भनेर मेरै भिडियो आफैले हेरेर बुझाउनु पर्ने नि हुन्छ।
अनि अर्को पनि जोड्न चाहेको मैले केआइआइपी होइन केआइआइपी सिन्सङ कसरी गर्ने के गर्ने तपाईँले सबै भिडियो बनाउनु भएको छ अगाडि ब्याकग्राउन्डमा कुरा गर्दा पनि तपाईँसँग कुरा भएको थियो तर क्लासको सिन्सङ गर्न यस्तो धेरै कम्पिटिसन चाहिँ आफैले सिन्सङ गर्न सकेको छैन भन्नुहुँदै थियो होइन त्यो चाहिँ के थोर जोड दिनु न त्यो चाहिँ यस्तो हो यो सोसिनेटको जुन अहिले हामीले चाहिँ किपको इक्जाम दिइसकेपछि 3, 4, 5 लेभल आएपछि त्यो क्लासहरू एप्लाई गरेर पढ्नुपर्छ कि नत्र भने 2 वर्षमा हाम्रो भ्यालिडिटी सकिन्छ। मैले पनि अब जमानामा आजभन्दा 2 वर्ष अगाडि हो कि त्यो किपको इक्जाम दिएर 3 लेभल चाहिँ आएको थियो। अब मैले युट्युबमा भिडियो मजाले बनाएको छु यसरी गर्नु यस्तो गर्दा तपाईँले क्लासहरू पाउनुहुन्छ 100% पाउनु। तर त्यति बेला चाहिँ मैले 5 लेभलको दाइको भरेकै भिडियो बनाएको नभरिकन बनाएको त होइन। त्यति बेला चाहिँ यसरी गर्नु क्लास पाउनु सकिन्छ भनेर भिडियो बनाइयो तर मैले 2 वर्ष भ्यालिडिटी सकियो मेरो आफ्नै क्लासको लागि मैले 3 चोटि 4 चोटि प्रयास गर्दा पनि सकिनँ अहिलेसम्म सकिएन। यो चाहिँ साह्रै रमाइलो पनि हुँदो रहेछ होइन। अनि कहिलेकाहीँ यस्तो हुन्छ कि हुँदैन भिडियो बनाउने कामहरू त टेक्निकल मिस्टेकहरू धेरै हुन्छन् कहिलेकाहीँ साउन्ड रेकर्ड नभइदिने कहिलेकाहीँ क्यामेरा रेकर्डै नगरिकन आफू चाहिँ बोलिरहने यस्ता घटनाहरू कतिका छन्? हुन्छ त्यस्तो मेरो भइराखेको छ। यस्तो भिडियो रेकर्ड गर्यो अब भिडियो मेरो चाहिँ नर्मल्ली मोबाइलबाट हुन्छ नि त। अब मोबाइललाई म्याकमा कनेक्ट गरेर भिडियो मजाले रेकर्ड गर्यो त्यो लामै भिडियो 10-15 मिनटको भिडियो रेकर्ड गर्यो अनि त्यस पछाडि चाहिँ त्यो मोबाइलमा फोन आइदिँदो रहेछ के अनि ट्याक्क फोन आइदिएपछि चाहिँ क्यामेरा कट हुँदो रहेछ। अब अडियो चाहिँ रेकर्ड भइरहने भिडियो ब्लर त्यस्तो भएर मेरो 2टा जस्तो भिडियो बिग्रेको छ। अनि त्यस पछाडि चाहिँ आजभोलि मैले यो भिडियो रेकर्ड गर्नु अगाडि मोबाइललाई एरोप्लेन मोड र डु नट डिस्टर्बमा राखेर मात्र रेकर्ड सुरु गर्छु। त्यो पनि अब नयाँ साथीहरूलाई चाहिँ एउटा जानकारी पनि हुने भयो। कति टेकमा भिडियो बनाउनुहुन्छ प्राय जसो अब यो इन्फर्मेटिभ भिडियोहरू चाहिँ नर्मल्ली 1 टेकमै हुन्छ। अब कुनै बिचमा पोइन्टहरू मिस्टेक भयो भने त्यसलाई रिपिटली त्यही भिडियोमै कन्टिन्युअसली बनाउँछु। अब त्यो टिकटकमा चाहिँ नर्मल्ली 1 देखि 2 मिनटको भिडियो हाल्नुपर्ने हुन्छ। त्यो टिकटक फेसबुकहरूको लागि कन्टेन्ट बनाउँदाखेरि चाहिँ अब कहिलेकाहीँ 1 देखि 2 टेकहरू लिनुपर्ने हुन्छ। अब पहिला चाहिँ त्यस्तो प्रब्लम हुन्थ्यो अहिले त लगभग 2 वर्ष भयो कन्टिन्युअसली बनाएको छ। अब चाहिँ म आफैलाई नै लाग्छ कि मेरो 2 वर्ष अगाडिको त्यो बोल्ने शैली होइन र अहिलेको बोल्ने शैलीमा चाहिँ धेरै नै चेन्ज भएको छ। हजुर आफै पनि आफ्नो डेभलप देख्न सकिन्छ। अब हामीले हेर्दा पनि तपाईँको मजाले देखिन्छ कि सुरुका भिडियोहरूमा अहिलेको भिडियोमा तपाईँको त्यही भएर त अहिले हेर्नु ग्रोथ पनि तपाईँको सट्टै अहिले निकै माथि गएको देखिएको छ कि ग्रोथ। ल यतिन्जेल समय दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि तपाईँसँग यसरी नै जोडिने नयाँ भिडियो आउँदाखेरि नयाँ जानकारीमूलक भिडियो अझै ल्याउँदै गर्नु होला। अझै धेरैभन्दा धेरै दर्शकमा तपाईँको भिडियो पुगोस् हामी पनि कामना गर्छौँ। ल हस् धन्यवाद तपाईँहरूलाई पनि यो के पोडकास्टलाई पनि धेरै धेरै धन्यवाद। मैले अहिलेसम्म कुनै यो पोडकास्टहरूमा कुनैमा पनि बोलेको थिइनँ। तपाईँहरूले अब टाइम दिनुभयो मेरो लागि भनेर टाइम छुट्याइदिनु भयो र यहाँ भिडियो पनि रेकर्ड गरिदिनु भयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। र हाम्रो अहिलेसम्म 23,000 सब्सक्राइब पुगेको छ। अब टिकटकमा पनि लगभग 60,000 फलोअर र फेसबुकमा 14,000 फलोअर हुनुहुन्छ। उहाँहरूलाई तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। सधैँभरि नै यसरी नै माया गरिदिनु होला र हाम्रो भिडियोहरू पनि हेरिदिनु होला। हस्त धन्यवाद।